हेलो गाइस, सो आज हामी इगल्स क्र्याकमा आइरहेको छौँ। आजको इगल्स क्र्याकमा हाम्रो अलिकति कमेडी सिन छ। सो हामी सुरु गर्नेछौँ। ल सुरु गरौँ। 1 2 3 स्टार्ट। तपाईँको नाम चाहिँ? मेरो नाम चाहिँ हो मास्मिर हो। म चाहिँ फोरेनबाट आएको। म चाहिँ फ्लाइट लिएर आएको। आज चाहिँ माथिबाट लिएर आएको नि त कि। हजुर। यहाँ छोडिरहेको थिएँ मलाई। मजाको भयो त। हजुर। इगल्स क्र्याक त हेर्दाखेरि हेर्नुहोस् आजको सन्नाटा कस्तो दामी छ। म त हेर्छम लाग्छ त। तपाईँ त ऋतिक रोशन हो नि त। हाम्रो त अब मुभीमा खेल्ने तपाईँ हो होइन? यसपालि कुन चाहिँ मुभी बनाउने? तपाईँको सायद अब मेरोबाट माया मुभी हुन्छ होला, त्योबाट खेल्नुहोस् हो। त्यो मुभीको नाम चाहिँ के हुन्छ? मुभीको नाम चाहिँ मायाको बारेमा होइन, कसरी एउटा माया चाहिँ कसरी आफ्नो साथीलाई अर्कोलाई माया गर्नु, डेलिकेट गर्नु होइन। सो अन्त तपाईँलाई कस्तो लागिरहेको छ? आज एकदमै खुसी। यो हाम्रो के भन्छ सुटिङ चाहिँ फर्स्ट सुटिङ नै हुन्छ हाम्रो होइन? हजुर, हाम्रो सुटिङ यही हुन्छ नि। लास्ट टाइम यही भएको 2018-19मा। हजुरहरूले हाम्रो सुटिङमा आइदिनुहोस् होइन, नाच्छौँ गाउँछौँ होइन तपाईँ। हामी त क्यारेक्टर्स पनि चाहिन्छ नि त। अब तपाईँ आएन भने हामी कसरी होइन, 2जना हुँदैन, 5जना 4जना चाहिन्छ खेल्ने एक्टर्सहरू। 5जना केटाहरू 4जना केटीहरू। त्यो मुभीको स्टोरी भनिदिनुहोस्। स्टोरी चाहिँ तपाईँको अब त्यसपछि अब हल्का छैन। अब त्यो तपाईँलाई म सेन्ड गरिहालिदिन्छु होइन। अनि त्यो बातचित गरेर होइन। अझै स्टोरी चाहिँ अब के भन्छ, माया चाहिँ अब एउटा साथीलाई मैले अघि नै भने नि भयो। हजुर। एकजना साथीले कसरी अर्को साथीलाई हृदयबाट माया गर्नुपर्छ होइन। साथी भनेको के, वाट इज फ्रेन्ड भनेर त्यहाँबाटै तपाईँ बुझ्छैहाल्छ, बुझिहाल्छ। तर समटाइम फ्रेन्ड्स आर नट लाइक अ फ्रेन्ड्स क्या। कतिजनाले धोका दिन्छ होइन। तर त्यो मुभीबाट चाहिँ तपाईँले रियल फ्याक्ट तपाईँले देखाउनुहुन्छ। मुभी चाहिँ अब हाम्रो इमोसनल टाइपको हुन्छ, इमोसनल कति स्याडनेस हुन्छ। अनि उहाँ चाहिँ चिन्नुहोस्, उहाँ चाहिँ हाम्रो ऋतिक रोशन है, मुभीमा खेल्ने हाम्रो खास हिरो। उहाँ चाहिँ होइन फेरि ऋतिक रोशन जस्तै देख्छ तर खोले चाहिँ नै उयो होइन, आमा किङ कान्छा भाइ हो नि। स्यामुएल किङ हाम्रो कान्छा भाइ, मेरो कान्छा भाइ। सो हामी भइसकेछ हाम्रो, भइसक्यो कि अब हामी जानेछौँ है। हुन्छ, एकदम धन्यवाद सबैजना। थ्याङ्क यू फर जोइनिङ। नमस्कार। सकिसक्यो होइन, अब स्टिङ पनि सकिसक्यो। स्टिङ सकिसक्यो अब भाइ। हजुर दाजु, यहाँ स्टिङ पनि सकेछ हो। हजुर, यहाँ माथि पाउँदैन। माथि पाउँदैन रहेछ कि। तपाईँ एउटा काम गर्नुहोस् न, दोकान छ नि यहाँ मुनि छ कि बाटोमा, सिधै जानु अन्त एउटा दोकान भेटिहाल्छ तपाईँले। यो स्टिङ चाहिँ सक्यो मेरो हो। तपाईँले खाँदै सक्यो क्या हो, लास्ट स्टिङ हो। खाँदा सक्यो क्या तपाईँले। फ्याँक्नु म उकालो जान्छु, आउनु। हुन्छ हुन्छ हुन्छ। यही छु त म त। हुन्छ आउँदैछु नि। अनि दाजु तपाईँ चाहिँ कहाँबाट आउनुभएको? म त तपाईँले चिनिनँ पनि कि तपाईँ फर्स्ट टाइम आएको क्या हो? हुँदैन नि हतपत होइन, हल्का घुम्न आइदिएको। सो एक्लै आइदिएको क्या हो? आइदिएको, गर्लफ्रेन्ड पनि छैन, जे पनि छैन क्या हो? हुनु पर्यो नि। हुँदैन हो हाम्रो त सक्यो। यति हो हाम्रो जिन्दगी है तपाईँको। हुन्छ।